नमस्कार, सम्पूर्णमा नमस्कार। आज म तपाईहरुलाई जानकारी गराइरहेको छु। जस्तो तपाईको डिस्क्रिप्सनमा देख्नुभयो होला, त्यसै गरी मेवा अमृत हो भनेर। त्यो कसरी हो म तपाईलाई प्रुफ गरेर देखाउँछु है। मेवालाई अहिले चाहिँ मेवाको सिजन छ जाडो महिनामा, तर चिसो गर्छ भनेर व्यवस्था गरिन्छ मेवालाई है। पाकेको मेवा मिठो हुन्छ तर चिसो गर्छ भनेर व्यवस्था गरिन्छ। त्यो कसरी अमृत हो भनेर बुझ्नुभन्दा पहिला हामी जाम मेवाको उपयोगिता भन्दा बुझ्नु पर्यो यो केमा युज हुन्छ है त। हाम्रो मेडिकली रूपमा प्रयोग हुने मेवा चाहिँ एउटा राम्रो फल हो र यसको उपयोग गर्नको लागि पहिला जाम रक्तकोषतिर। रक्तकोष हाम्रो 3 प्रकारको हुन्छ। एउटा हुन्छ सेतो रक्तकोष, एउटा हुन्छ रातो रक्तकोष। र अरु मान्छेले नबुझ्ने तर मेडिकल पर्सनले मात्रै बुझ्ने अर्को रक्तकोष हुन्छ प्लेटलेट भन्ने, जसलाई थ्रोम्बोसाइट भनिन्छ। र यो थ्रोम्बोसाइट प्लेटलेटको नर्मल रेन्ज भनेको 1.5 लाखदेखि 4.5 लाख हुन्छ प्रति लिटरमा। र 1.5 लाख भन्दा कम भयो भने 1.5 लाख भन्दा कम भयो भने त्यसलाई भनिन्छ थ्रोम्बोसाइटोपेनिया। मेडिकल टर्ममा है थ्रोम्बोसाइटोपेनिया भनिन्छ। र यो के कारणले हुन्छ भन्दाखेरि हाम्रो डेङ्गु फिभर, भाइरल फिभर, त्यस्तै गरी टाइफाइड हो, मलेरिया हो, यिनीहरू भयो भनेपछि यो प्लेटलेटको संख्या कम हुन्छ। त्यस्तै गरी हाम्रो मृगला रोग, अर्को त्यस्तै स्नेक बाइट भन्छन्, कुनै पनि सर्पले टोक्यो भने है। विशेष यो कोब्रा भन्नाले गोमन, नेपालीमा गोमन भन्छ। त्यो सर्पले टोक्यो भने पनि प्लेटलेट्स डाउन हुन्छ। अर्को चलनचल्तीमा धेरै रक्सी खाइदियो, एकदम हेभी अल्कोहोलिक धेरै रक्सी खाने मान्छेहरूकोमा पनि प्लेटलेट्स कम हुन्छ। यसका केही सिम्पटमहरू छन्। यदि कम भयो भने, शरीरमा कम भयो भने घिजाबाट रगत आउने, अलिकति ब्रस गर्ने बेलामा पनि केही हल्का धक्का लाग्यो भने घिजाबाट पनि रगत आउँछ है। नाकबाट पनि रगत आउन सक्छ। त्यस्तै गरी शरीरमा दानाहरू, राता दानाहरू हुन्छन्। अनि सानो घाउ भयो, केही काटियो भने पनि धेरै मात्रामा रगत बग्छ। रगत रोकिन गाह्रो हुन्छ। किन यसको प्लेटलेट्सको काम के हो भने रगतलाई जमाउने, बाहिर यदि रगत बग्न लाग्छ भने त्यसलाई जमाउने काम गर्छ है। अब यो प्लेटलेट कम भयो भनेपछि के नखाने त? केही कुरा बार्नुपर्ने हुन्छ। खानेकुराहरूमा हामीले लसुन र अदुवा यो 2 चीज चाहिँ बार्नै पर्छ। यो 2 चीजले रगत पातलो गराउने चीज हुन्। खानेकुरामा, तरकारीहरूमा नहालेको राम्रो। यो 2 चीज खायो भने झन् रगत पातलो गराइदिन्छ। प्लेटलेटको संख्या अरु झन् कम गराइदिन्छ है त। त्यस्तै गरी औषधिमा डाक्टरको सुझाव बिना औषधि नखानु होला। औषधिमा एस्पिरिन भन्ने एउटा औषधि आउँछ। पहिला टाउको दुखाइ, ज्वरो यिनीहरूमा पनि चलाउँथ्यो, तर अब चलाइन्न। एस्पिरिनको अर्कै युज हुन्छ। अर्को छ सामान्य रूपमा किनेर खाइहाल्ने, टाउको दुख्यो खाइहाल्ने, त्यो के हो? ब्रुफेन, आइबुप्रोफेन वैज्ञानिक नाम हो आइबुप्रोफेन। त्यो औषधि अहिले चाहिँ यहाँ ब्रुफ्लाम भनेर किन्दै खाँदै, अलिकति टाउको दुख्यो किन्यो खायो, त्यो पनि खाना हुँदैन। अब यो प्लेटलेट्स कम भएपछि यसलाई बढाउनको लागि मोस्ट इम्पोर्टेन्ट चीज हो मेवा।
मेवा, पाकेको मेवाको जुस खाने र पात, मेवाको पातको जुस, यो दुई चिजले एकदम हाइली इफेक्टिभ हो, धेरै मात्रामा बढाउने गर्छ। त्यही भएर मान्छेको जीवनमा अब प्लेटेलेट्सलाई बढाउनको लागि एउटा मात्रै खाद्य वस्तु मेवा हो। अरू पनि बढाउँछन् एकदम थोरै मात्रामा, जस्तै अनारहरू भयो, अनार अनि किवी भयो, त्यस्तै गरी पालकको साग भयो, अर्को फर्सी र फर्सीका बिउ, फर्सी खान्छौँ तर गाउँघरमा फर्सीको बिउलाई फ्यालिदिन्छौँ। फर्सीको बिउ पनि एकदम इम्पोर्टेन्ट चिज हो, अरूमा पनि काम लाग्छ। ल आजको लागि यति नै है त। अब जुन औषधीय गुण हुन्छ त्यसको अवगुण पनि हुन्छ है। मेवा औषधीय गुण त भने, तर मेवाको अवगुण पनि छ। त्यो अर्को भिडियोमा, यो भिडियो लामो हो, अर्को भिडियोमा तपाईहरुलाई बताउने छु मेवा कुन अवस्थामा नखाने भनेर। हवस् त, नमस्कार।